ल अब मेरो किरण भाइले चाहिँ अब न्याउरी मुसाको बच्चालाई मासु लिएर यहाँ बोलाउँदैछन्। अब न्याउरी मुसा उसले बोलाएपछि अब आउँछ। आइज ल आइज आइज कता घारतिर होला क्या टाढै गयो जस्तो। आइज ल आइज ल ल आइज 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 यतै होला त यो रुखमुनि हिजो यहीँबाट आएको होइन। कता कता आइज 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 ल यिनीहरू चर्न पनि गएको हुन्छ नि त यसो त्यही त सुन्यो भने त आउने हो नि होइन सुन्छ। आज चाहिँ अलि टाढै गएको जस्तो छ यो न्याउरी मुसाको बच्चाहरू चर्नलाई। ल त्यसकारण यहाँ किरण भाइले बोलाउँदाखेरि अलि होइन भाइ आवाज नसुनेर यिनीहरू आउन गाह्रो मान्दैछ। आइज कतै चर्न गयो यिनीहरू अलिक टाढै गयो त्यही भएर हो कि नत्र निस्किहाल्छ नि। ल फाइनली अहिले धेरै समयपछि ठ्याक्क यिनीहरूले भोक लागेपछि आइहाल्यो बोलाएपछि आइहाल्यो। आइज आइज यता आइज देख्नुभयो यहाँ ल अब यिनीहरूलाई मासु दिनु लाग्छ। मासु खान लिएर जा मासु खाँदैछ। ओइ आइज यहाँ ल औ तपाईँ खुट्टामा छ नै कुल्चीको लिएर गयो 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 एउटाले गयो। आइज दे 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 तपाईँ क्यामेरामा पनि आएन यहाँ आइज यहाँ यहाँ ल यहाँ आइज सुँगाइदिनु मासु। होइन त्यो त तपाईँ त्यहाँ यहाँ ल यहाँ यहाँ झिक 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 ल लिएर जा लिएर जा लिएर जा लिएर जा लिएर गयो। जा गुड खा खा खा। तपाईँले सम्झाउनु यिनीहरू चाहिँ किनभने यो मान्छेको अचुन्डाले लुकेर खान्छ है। एउटा यहाँ आएर खाएर चाहिँ ठ्याक्क धुपीको रुखमुनि ल हेर्नुहोस् मजाले खाऊ लिएर गयो। फेरि अर्कोले फेरि एउटा खाएर भइसक्यो त्यही पनि फेरि ऊ मजाले खाँदो रहेछ है। कहाँ गयो त्यो अर्को खै भालेर जियो आइज ल ल